श्री गणेशाय श्री सरस्वती नमः श्री सरस्वती परमेश्वरीय नमः। ओम यं ब्रह्मा वरुद्र मरुद्र संतुते दिव्या सबदे सांगपनमोगाते मनसि सदाय गायते या सामक्या ध्यान वस्तिकते इंद्रन मनसाय प्रशांते या योगिनो या शांतन बिंदु सुरा सुरागदेवाय तस्मै नमः। श्री मचंद चंदी चति तोला चला बोल पुरा सोला मला मरै कारा मला लंकुला कुंडला प्रत्नि प्रविला सम्मुतावली शोभिता सर्वज्ञान निधन पुस्तक धरा रुद्र से मलाकरा वाग्देवी वन्दना बुझे बसन्तु मे त्रैलोक्य माता चिरम मूलो करोति वाचलगु पगु लगते गिरिमा यते कृपा त वन्दे परमानन्दन माधवम। नमो भगवते तस्मै व्यवसेस्य भूषास्यामि नारायण कथा मीमा नारायण नरकीर्त नर चैत्य नरोत्तम देवी सरस्वती व्यास। श्री सुस्तानी व्रत कथा प्रारम्भ अर्थ प्रथम अध्याय। परापूर्व कालमा अगस्त्य मुनि तपस्या गरिरहेको आश्रममा आफ्नो वाहन मयूरमा बसेर स्कन्दपुर आइपुग्नुभयो। अगस्त्य मुनिले अकस्मात आफ्नो आश्रममा आएका कुमारजीको आसन प्रद्ध अध्याय आदिले पूजा संस्कार गरी बसेपछि अगस्त्य मुनिले विनम्रपूर्वक कुमारजीसँग सृष्टिको विषयमा जानकारी प्राप्त गर्ने इच्छा गरेका हुनाले कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, तिमी एक चित्त भई सुन। अघि यो संसारको सृष्टि गर्दा भएको प्रथम सत्यस्थित पद छ। उहाँबाट शक्ति उत्पन्न भई फेरि शक्तिमान अर्थात् शिवदेखि मायाको उत्पत्ति भयो। मायादेखि पर अव्यस्त प्रकृति उत्पन्न भइन्। प्रथम उत्पन्न भएको शक्तिदेखि पर सत्यातीत पद छ। उसभन्दा पनि पर शान्ति पद छ। शान्तिदेखि पर विद्या पद छ। उहाँदेखि पर प्रतिष्ठा पद छ। उसभन्दा पर निवृत्ति पद छ। यो संक्षेपले गरिकन ईश्वर प्रेरित सृष्टिको वर्णन गरियो। जुन कर्मले यसको सृष्टि हुन्छ उसैको उल्टो रीतले संहार हुन्छ। यी पाँच पदको उपदेश सृष्टिको अन्तरको इच्छा गर्दैन। जुन कारणले यो जगत पाँच कालले व्यक्त भइरहेको छ यसै उसले अव्यक्त कारण छ। सो आत्मादेखि अधिष्ठ हुन्छ। महापददेखि विशेष पदसम्म उत्पत्ति हुन्छ। कृतु त्यसमा अव्यस्त र जीवको कातुत्य छैन। प्रकृति अचेत हुनाले र जीवात्मा अज्ञानी हुनाले प्रधान परमान आदि जो छन् सब अचेत छन्। बुद्धिमानहरूले बिना कारणले स्वयं आफै हुन सक्छ भनी भनेका छैनन्। हे मुनि, यसै कारणले कार्य जो छ हेतुयुक्त छ। यसै कारणले सर्वशक्तिमान सर्वज्ञ यी अज्ञानी पुरुष तथा ऐश्वर्यादिले युक्त छन्। उनै जगतको महेश्वर हुन्। महत आदिको ग्रन्थ उनै सर्वविधका शासनले नै सम्पूर्ण प्रविद्ध हुन्छ भनी सत्पुरुषलाई दृढ निश्चय छ। अल्पज्ञहरू यो पक्षको ग्रहण गर्न सक्दैनन्। जब कार्यको प्रारम्भ हुन्छ उहाँदेखि लिई जहाँसम्म प्रलयको अर्थात् संहारको बखत आउँछ त्यहाँसम्म ब्रह्माको 100 वर्ष व्यतीत हुन्छ। यसै अव्यक्त जन्म ब्रह्माका आयुको क्रम हो। जो त्यो ब्रह्माका आयुको आधा भाग छ त्यसैलाई पराद्र भनी भन्छन्। जब 2 पराद्र व्यतीत हुन्छ तब ब्रह्माको व्यतीत हुन्छ। अव्यक्त आत्मा कार्यलाई साथ लिई आत्मामा रहन्छ। तब यो जगत आत्मामा रही विकारले युक्त भई सङ्गत भई जान्छ। तब यो प्रधान र पुरुष आफ्नो धर्म रही जान्छन्। तब तम औ सत्य यी 2 गुण पनि समान भई रहन्छन् र सर्वत्र रङ्गिन झैँ गरी व्याप्त भई फैलिन्छ। गुणको समान हुँदा तमोमय हुनाले यिनको अलग हुन सक्दैन। तब यी वायुले शान्त गराएको निश्चल जलका चाहिँ थाहा पाउन सकिँदैन।
तब त्यस जगतको नजानिने बखत भई उनै परमेश्वरी रातमा स्तुति गरी रात व्यतीत भएपछि ती प्रधान पुरुष यी दुवैलाई माया योगले परमात्माले उसमा प्रविष्ट भई शोभित गराएर उहाँपछि प्राणीको उत्पत्ति गर्ने उद्देश्यले परमेश्वरको आज्ञाले यसै अव्यक्तदेखि सब सृष्टि हुन्छ, जुन परमात्माको मायाका एक खण्डले यो सम्पूर्ण उत्तर सृष्टि विचित्र मनोथरले सहित भई समाप्त हुन्छ। ती परमात्मालाई यो मार्ग जान्नेहरू अर्धपति भनी भन्दछन्। उनै सकल प्राणीमा विलक्षण परमात्मालाई नमस्कार छ। हे मुनीश्वर, उहाँपछि प्रथम ईश्वरका आज्ञाले अधिष्ठित अव्यक्तबाट बुद्धिदेखि विशेषसम्म हुन्छ। कर्मैले विशेषका तपका विकारबाट रुद्र, विष्णु र ब्रह्मा यी तीन देवता उत्पन्न भए संसारमा कतै पनि नरोकिने भएकी उनकी शक्ति भइन्। उनको नाश हुनाले आज्ञा पनि अनिमादि सिद्धिसहित भई उत्पन्न पालना गर्न र नाश यी तीन कर्ण ती तीनवटाको भयो। कालान्तरमा फेरि पनि वृद्धि र मोहका निमित्त परमेश्वरले शक्ति प्रदान गरे। यी परम उत्पन्न भई परस्पर शक्ति धारणा पनि गर्दछन्। परस्पर स्थिति भई परस्पर शक्तिलाई बढाउँदछन्। कहीँ ब्रह्मा, कहीँ विष्णु, कहीँ रुद्रको स्तुति हुन्छ। यसै उसले उनको सामर्थ्य धेरै हुँदैन, ऋतु बराबर रहन्छ। यो पर यो बढ्ता यो क्रम भनी यस्तो अज्ञानीहरू भन्दछन्। यिनै राक्षस पिशाच हुन्छन्। यिनै ब्रह्मकाल रूप, पुरुष रूप, महेश्वर रूप, चतुर्थे रूप, यिनै गुणदेखि पर छन्। ती सर्वात्मात सर्वधार शक्तिका उत्पत्ति कारण हुन्। यिनैले गरी जगतको सृष्टि गरी ईश्वरका लिन भइरहेका छन्। जो परमेश्वर सबभन्दा पर छन्, तिनै सम्पूर्णका आधार सर्वात्मा सर्वमा रहेका छन्। यसै कारणले महेश्वर, प्रकृति, पुरुष, ब्रह्मा, विष्णु, रुद्र शिवात्मा हुन्। प्रधानदेखि पहिले बुद्धि, ख्याता, महत्त्व उत्पन्न भयो र महत्त्वको शोभले साविक, राजसिक र तामसिक तीन प्रकारका अहङ्कार उत्पन्न भए। तामस र अहङ्कारबाट पञ्चमहाभूत र तन्मात्र उत्पन्न भए। यसै इन्द्रिय पनि अहङ्कारको विकार हुनाले राजस अहङ्कारबाट उत्पन्न भए। सो इन्द्रिय दुई प्रकारका छन्, 5 ज्ञानेन्द्रिय र 5 कर्मेन्द्रिय, जम्मा 10 भए। 11औं मन र इन्द्रियका 32 सत्य गुणबाट भए। तामस अहङ्कारबाट उत्पन्न शब्द तमोत्रादेखि आकाश हुन्छ। आकाशदेखि स्पर्श, स्पर्शदेखि वायु उत्पन्न भयो। वायुदेखि रूप, रूपदेखि तेज उत्पन्न भयो। तेजदेखि रस, रसदेखि जल, जलदेखि गन्ध, गन्धदेखि पृथ्वी भइन्। यी पञ्चमहाभूतदेखि चराचुरुङ्गी जगतको उत्पन्न भयो। पुरुष अव्यक्त अनुग्रहले महत्त्वदेखि विशेषसम्मका यी अण्डकण उत्पन्न गर्दछन्। जब ब्रह्माको कार्य र कारण सिद्ध भयो, तब यस अण्डमा ब्रह्माण्ड संज्ञा भएको क्षेत्रज्ञ बुद्धिमत्ता प्राप्त भयो। यही प्रथम शरीर भो, उसलाई पुरुष भनी भन्दछन्। उही प्राणीको आदिकर्ता ब्रह्मादेखि उत्पन्न भयो। उस सृष्टिकर्ताको अभिमान युक्त ब्रह्माको उपमा रहिन्। ज्ञान, वैराग्य, लक्षण युक्त धर्म र ऐश्वर्यकन गराउने ब्रह्मा सम्बन्धी बुद्धि उत्पन्न भइन्। जो यसको मनमा इच्छा छ, सो अव्यक्तदेखि उत्पन्न हुन्छ। त्यसैले तिनै गुणलाई वंश गरेको छ। जो गुण र उसको अपेक्षा गर्दछ, सो स्वभावले सापेक्ष छ। आफ्ना आत्मालाई 3 प्रकारसँग भाग लिएर तिनका क्रम प्रवृत्त हुन्छ। यिनै तिनै गुणले उत्पन्न लय पालना गर्दछ। सृष्टि कर्ममा चतुर्मुख, संसारमा रुद्र, पालनामा त्यो पुरुष सहशिशर भनी कहन्छ। यसै कारणले तिनै अवस्थामा स्वयम्भू
रहन्छन् ब्रह्मामा सत्यगुण रजोगुण कालत्वस्तम र रज रहन्छ। विष्णुत्वमा केवल सत्य मात्र रहन्छ। यसै प्रकार गुण वृद्धि 3 प्रकारको छ। ब्रह्मत्वमा लोकको रचना हुन्छ, कालत्वमा संहार हुन्छ, पुरुषत्वमा व्यापार रहित केवल दर्शन मात्रले पालना कार्यको सिद्धि हुन्छ। यस्ता प्रकारका उस परमात्माको 3 कर्म छ। यस्ता 3 प्रकारले भाग लाग्नाले सो परमेश्वर त्रिगुण भनिन्छ। 4 प्रकारले भाग लाग्नाले उसलाई चतुर्व्यूह भन्दछन्। आदि हुनाले यो पुरुष भनिन्छ, अजम्मा हुनाले अज भनिन्छ। सुवर्णको जो सुमेरु पर्वत छ उस महात्माको गर्भाशय हो। गर्भको जल समुद्र औ पर्वत जलरायु हो। यसै अण्डमा यी सब लोक रहन्छ। यसको अन्तरमा संसार, चन्द्रमा, सूर्य, ग्रहण, वायु र नक्षत्र सहित स्थिर छन्। यो अण्ड जलदेखि 10 ब्रह्मा गुण ज्यादा व्यक्त छ। आकाशले वायु व्यक्त, आकाश पञ्चभूतले व्यतिष्ठ छ। भूतादि महत्त्व प्रकृतिले व्याप्त छ। यसै उसले यो ब्रह्माण्ड प्रकृतिका 7 आवर्ण पर्दाले व्याप्त छ। यसै उसले प्रकृति समेत 8 साक्षेप छन्। परम स्परम पदुभाव भइकन परम स्परम जगतलाई धारणा गर्दछ। आधार आदिहरूका भावले ती विकारीमा कछुवा शरीर चाहिँ फैलाउने र खुम्च्याउने हुन्छ। यही व्यक्त प्रकट सम्पूर्ण विकारलाई उत्पन्न गरी पछि संहार पनि गर्दछन्। यो सब जगत पूर्वत्व क्रमले उत्पन्न भई अव्यक्तबाट प्रकट हुन्छ। यसै प्रलय कालमा उल्टा गुणको पनि सम र विषम उत्पन्न हुन्छ। गुणको साव्य लय र विषमातामा सृष्टि हुन्छ। यही ब्रह्माको कारणले ब्रह्माण्ड हुन्छ। ब्रह्माको क्षेत्र हुनाले यसलाई ब्रह्मक्षेत्र भनिन्छ। यसै प्रकारले यस्तै कोटियौँ अण्डले सर्वगत हुनाले प्रधान तल बीचमा र माथि स्थित छ। उन स्थानमा ब्रह्मा, विष्णु र रुद्र स्थित छन्। प्रधानबाट रचना भई शम्भुका सन्धिमा प्राप्त भई जगत रचना गर्दछ। उसै व्यक्तबाट अव्यक्त सज्ञक अण्ड उत्पन्न भएको हो। अण्डबाट ब्रह्मा उत्पन्न भए जसले यो सम्पूर्ण जगत सृष्टि गर्यो। सो जीवनको आवरण विशेषपूर्वक मैले वर्णन गरेँ। अन्य कालमा अत्याधिक प्रलय हुन्छ। यो सब चेष्टा परमेश्वरको लीला मात्र हो, जो कि अपमेय कारण ब्रह्मा छ। प्रधान प्रकृतिदेखि प्रादुर्भाव भएको छ। त्यो आदि मध्य र अन्त्य प्रिय बलवान शुल्क रक्तवर्ण पुरुषले युक्त छ। रजको वृद्धि हुनाले लोकका सन्ततिको वृद्धिको कारण छ। सृष्टिका आदिकालमा 8 विकारलाई कारण उत्पन्न गरी अन्त्य कालमा गुप्त गर्दछ। प्रकृतिले स्थापित कारणको जहाँ तक स्थिति छ, फेरि प्रविधि पनि छ। त्यो सबै शिव प्रतिकाल ऐश्वर्य जान्नु, जो परमेश्वरको केवल सङ्कल्प मात्रैले उत्पन्न हुन्छ। हे मुनीश्वर, गायका आयुको जो काल वर्णन गरियो त्यसलाई अपराध हो भनिन्छ। उति नै ब्रह्माको अर्को समय छ। उसको अन्त्यमा संहार हुन्छ। उस आदि जन्म ब्रह्माको दिनमा 14 मनु व्यक्तित हुन्छन्। अनादि अनन्त जानी नसक्ने हुनाले सम्पूर्ण कल्पको वर्णन गर्न कसैले पनि सामर्थ्य छैन। जो पहिले वर्णन गरियो उसैमध्ये म एक कल्पको वर्णन गर्दछु। भिन्न भिन्न वर्णन गर्नाले फल पो के छ? यसै उसले पृथक भन्दिन, जो अनेक समयका अनेक कोटियौँ कल्प छन्। उसमध्ये जो पद्मकल्प छ उसैको अब म दोस्रो अध्यायमा वर्णन गर्दछु। इति स्कन्द पुराणे केदारखण्डे महात्माखण्डे कुमार अगस्त्य सर्वद्य श्री स्वस्तानी परमेश्वर्या व्रतकथा सृष्टिक्रम वर्णन नाम प्रथम अध्याय।
ओम उपन्तु मङ्गलं सकन्तु मङ्गलाय श्रीमान दिनकरा निकरण निबोधित नव नलिन दलि निपक्षण श्रीकृष्ण काले बसन्तु प्रजय पृथ्वी सन्ध्याशालिनी दुसैक्षे क्षोभ ऋतु ब्राह्मण सन्तु निर्भया अपुत्र पुत्रेण सन्तु पुत्रेण सन्तु पौत्रेण निधना सदना सन्तु जीवन्तु सरदा सकम त्रैभङ्ग गङ्गा यमुना चतत्र गोदावरी सिन्धु सरस्वती च तीर्थ यानि सर्वाणि वसन्ति तत्र यत्र यत्रोद्धार कथा प्रसङ्ग या कुन्दे दुतु तुपार तुषार धाराधोला या शुक्ल स्त्रावित्रा या बेडा भण्डदिकरा या स्वते पध्यासना या ब्रह्मा चतुर्ध्यासन प्रविधि विदे दैवे सदा बतिन्दा सामा पातु सरस्वती भगवती निसवे या कायन वाचा मनुष्येन्द्रि यद्या बुद्ध्या तदमवाना निसुते प्रकृति स्वभावता करोमि यदेव सङ्कल्प परमे नारायणेति सर्व एते तमं तनयेते सदा भक्त्या तुत एषा कथा प्रत्यङ्ग समप्रमाति सर्व तत्सत्रुवो श्री स्वस्थानी परमेश्वरी सबैले पुष्पाञ्जली चढाएर नमस्कार गर्नु आफूले चिताएको वर माग्नु जय श्री स्वस्थानी परमेश्वर।